हेलो गाइज वेलकम छ हाम्रो एउटा बिजनेस सिरिजमा हामीले ल्याएर आएका छौँ एउटा सर्ट बिजनेस सिरिज जसमा चाहिँ सानसाना सपदेखि लिएर ठुल्ठुला कपडा सप त्यसमा चाहिँ हामी कस्तो भइरहेछ युवाहरूले अब काम गर्दाखेरि त्यसमा कस्तो कति प्रफिट हुन्छ यो गर्मीको मौसममा कति बिजनेस भइरहेछ भनेर हामी एउटा मार्केटमा आएका छौँ जसको नाम हो बेडा बाबा। मेरो पछाडि हेर्न सक्नुहुन्छ बेडा बाबाको मन्दिर रहेको छ। अब हामी यहीँबाट स्टार्ट गर्ने वाला छौँ आजको भिडियो। लेट्स गो। चल रहा है बिजनेस बिल्कुल ओके चल रहा है। बेडा बाबामा योभन्दा अगाडि तपाईँ आउनुहुन्थ्यो होइन? 1-2 साल अगाडि आउनुहुन्थ्यो आउनुहुन्थ्यो होइन? योभन्दा अगाडिको र यो चोटिकोमा डिफरेन्स तपाईँले कस्तो पाउनुभयो? मतलब भोडी जो बिक्रीमा भोडी भयो अहिले, यो चोटिमा धेरै बिक्री भएन? मान्छेको चाह पहिला राम्रोसँग थियो कि बढी थियो कि अहिले बढी छ? अहिले कम छ। अहिले कम छ होइन? व्यापार सबै राम्रो? व्यापार राम्रो। अनि पछि हाम्रो यो जो नयाँ सरकार गठन भएको थियो नि त्यति बेलादेखि चाहिँ यो 100 रुपियाँ भन्दा बढीको चाहिँ इन्डियाबाट सामान ल्याएपछि एकदमै बन्द छ भन्ने कुराहरू बन्द कहाँ छ? बेडा बाबामा झन् खुल्ला भयो। अरू हाम्रो अब जो चाहिँ युथहरू हुन्छ नि एकदम आजकलको बच्चा बच्ची मतलब हामी जस्तै 20-22 वर्षको तिनीहरूले अब यस्तो केराको यताउता यस्तो सपहरू ओपन गर्न चाहन्छन् होइन? तिनीहरूलाई के भन्न चाहनु? के वान सजेसन फर यु तपाईँ के भन्न चाहनुहुन्छ जो चाहिँ अब एउटा चाहिँ यस्तो व्यापारहरू गर्न चाहन्छन् 20-22 वर्षको केटाहरू? अच्छा है। ओके थ्याङ्क यू भाइ, थ्याङ्क यू। गाइस तपाईँहरू हेर्न सक्नुहुन्छ हामी रहेका छौँ अहिले बेडा बाबा मार्केटमा। यता हेर्न सक्नुहुन्छ एकदमै बजारको भिडभाड एकदमै चाप एकदमै बढी छ है। त्यसैले यहाँ एकदमै सपहरू पनि एकदमै देख्न सक्नुहुन्छ एकदमै बढी छ। अब हामी सोध्नेछौँ एउटा पसलमा गएर मालादेखि लिएर यहाँ टिका टाला कस्तो कतिको बिक्री भइरहेछ भनेर। दाइ देखिसकेको छ, आउनु दाइसँग कुरा गरौँ। दाइ नमस्ते। नमस्कार दाइ, सन्चै हुनुहुन्छ? अनि यो टिकाहरू चाहिँ तपाईँको कतिको बिक्री भइरहेछ नि आजकल? राम्रो भइरहेछ। तपाईँले योभन्दा अगाडिको बेडा बाबामा र होइन यो चोटिको बेडा बाबामा कस्तो डिफरेन्स पाउनुभयो? यहाँ कस्तो रमाइलो भइरहेछ कि पहिला मान्छेहरू धेरै थियो कि कस्तो टाइपको? पहिले त धेरै थियो। पहिला धेरै थियो है? पहिले धेरै थियो, अहिले छैन। अहिलेको छैन है? तपाईँले टिका मात्र बिक्नुहुन्छ कि मतलब अरू पनि? टिकै मात्र हो। टिकै मात्र। यहाँबाट कतिको प्रफिट कमाउनुहुन्छ नि? यहाँबाट हजुर मेला भरे गरेर 10-15 हजार कमाइहाल्छ। 10-15 हजार। यो तपाईँले यतिको सामान राखेर यहाँ यस्तो भाडा साडा त लिने गर्दैन? यतिको भाडा चाहिँ परेछ। परेको छ? कति परेको छ नि यतिको? 500 परेको छ है? ल धन्यवाद। ल गाइस हामी आइसकेका छौँ एउटा अर्को अङ्कलको पसलमा र यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ अङ्कलले मालादेखि लिएर यो के हो अङ्कल? यसको नाम के हो? हजुर यो शिवजीको के भन्छ यसलाई? शिवलिङ हो। शिवलिङहरूदेखि लिएर यहाँ मूर्तिहरू राख्नु भएको छ अङ्कलले। अब हामी बुझ्नेछौँ अङ्कलको व्यापार कतिको भइरहेछ आजकल? आजकल व्यापार थोड़ा भयो, 5-7 हजारको भयो। 5-7 हजारको भयो होइन? योभन्दा अगाडिको सालतिर पनि आउनुहुन्थ्यो कि नै बेडा बाबा? आउने छ यही यस्तो थियो व्यापार। यस्तै थियो होइन? धेरै त्यस्तो डिफरेन्स पाउनु भएको छैन? ए अनि सामानहरू एकदम पहिलाको जस्तै भएको छ कि रेट एकदमै महँगो छ नि आजकल? महँगो छ। महँगो छ है? ए अनि कस्तो टाइपको सामान चाहिँ धेरै बिक्री भइरहेको छ आजकल? आजकल त सस्तो सामान सस्तो बिक्री हुन्छ। ए यो मूर्तिहरू सबै सस्तो हुन्छ त बिक्री हुन्छ। ए जे पनि राम्रै भइरहेछ। उहाँ अङ्कल हुनुहुन्थ्यो, उहाँले चाहिँ भन्नुभयो हाम्रो चाहिँ व्यापार चाहिँ राम्रै भइरहेछ भनेर। अब हामी जानेछौँ अर्कोतिर, हेरौँ यहाँको मार्केटको अवस्था के छ। आएका छौँ यहाँनिर एउटा भाइका जुसका पसलमा। के छ यहाँ हेरौँ? क्यासे चल रहा है? क्यासे नहीं चल रहा? पब्लिक पहले से ज्यादा है और कम है? पहले से तो ज्यादा नहीं है। पहले अभी 1 साल पहले आया था और टाइम में ज्यादा था। ये जूस डिमांड में है कि ज्यादा नहीं पहले से? ओके गाइस, वो भैया बोल रहा था कि उनका व्यापार था इस बार नहीं है ज्यादा, तो हम चलते हैं उधर नेक्स्ट लोकेसन। लो गाइस अब हामी बिजनेसको सिरिजमा आएका छौँ र यहाँ चाहिँ देख्न सक्नुहुन्छ टन्नै कपहरू रहेका छन् एकदमै नयाँ नयाँ एकदम चम्किरहेका छन्। अब हामी यहाँ एउटा दाइ हुनुहुन्छ त्यहाँसम्म बुझ्नेछौँ कि यो कपहरूको चाहिँ व्यापार कस्तो भइरहेको छ। दाइ यता आउनु न।
कस्तो भइरहेको छ व्यापार यस्तो भनिदिने नि यो कपरको बारेमा यो पालि व्यापार केही भएको छैन नेपाली सब कुरा मालले पुरा भरेछ योपालि पहिला जस्तो भयो नेपाली पहिला जस्तो भयो नेपाली मान्छे मतलब कम भएर हो कि कम भएर पनि हो कोही मान्छे भन्छ मलमास लागेछ त्यो पनि हो कि भन्छन् मान्छेले मलमास पूजा पनि भएन भयो नेपाली त्यही भएर मान्छे पनि आएनन् अनि त्यो पालि यो पुरै माल भरेछ योपालि हजुर कहाँदेखि आउनुभयो भङ्गडीबाट भङ्गडीबाट हजुर भङ्गडी यो कपर चाहिँ कसरी गइरहेको नि अहिले 200 को 5 वटा तर व्यापारै छैन मान्छे व्यापारै छैन पुरा यतिकै माल भरेछ के गर्ने यसले चाहिँ मार्केट एक्सप्लोर गर्दै गर्दा चाहिँ यस्तो एकदम गर्मीको माहौल छ है त्यसपछि हामीले धेरै कुराहरू चाहिँ बुझ्यौँ अब हामी बुझ्नेछौँ यस्तो जुस पसलहरूमा आइसक्रिम पसलहरूमा चाहिँ व्यापार कतिको हुँदैछ अब यहाँ त आन्टी हुनुहुन्छ अथवा यहाँ अङ्कल हुनुहुन्छ हामी कुराकानी गर्नेछौँ अङ्कल नमस्ते नमस्ते सन्चै हुनुहुन्छ हजुरको यहाँ चाहिँ व्यापार कस्तो भइरहेको छ नि यो एकदम गर्मीको माहौल छ है गर्मीको माहौल त छ व्यापार छैन हजुरको पब्लिकै छैन तपाईँ योभन्दा अगाडि पनि आउनुहुन्थ्यो कि यहाँ मतलब फर्स्ट टाइम है अनि लब कस्तो पाउनु भयो नि लब योभन्दा अगाडि लब धेरै मान्छेहरू हुन्थे कि यतातिर कस्तो आफूले फिल आफूले आउँदाखेरि योभन्दा अघिल्लो वर्षभन्दा धेरै कम छन् मान्छेहरू धेरै कम छन् के कारणले होला जस्तो लाग्छ हजुरलाई यो महँगीहरूको समितिले धेरै महँगी पैसा उठाएको छ यहाँ 350 रुपियाँ 400 रुपियाँ फुटको हिसाबमा दर्ता अलग्गै यो किसिमले मान्छेहरू पनि आउँदैनन् व्यापार व्यवसाय पनि महँगी हुँदै गएको छ व्यापार व्यवसाय अनि यो गर्मीको माहौलमा चाहिँ यो लगभग चल्नु पर्ने है उसरी अनि कतिको आइरहेछन् हजुरकोमा मान्छे आएको छैनन् हजुरको लगभग यो 11-12 पास गरेर चाहिँ केटाहरूलाई कोही कोहीलाई हुन्छ कि यस्तो यो जुसको यताउता खोलौँ भन्ने चाहिँ धेरै सोच हुन्छ है अनि त्यसको लागि चाहिँ हजुर मतलब के भन्न चाहनुहुन्छ कोही केटाहरू यस्तो केही गर्न चाहन्छन् भनेर चाहिँ तिनीहरूलाई एउटा सन्देश त्यस्तो फाइदा त हुन्छ उनीहरू मेटेरियल चाहिँ पाउनु पर्यो आफ्नो स्वदेशमै रोजगार गर्नु ठिक हो यहाँ चाहिँ जुस खाएर भने चाहिँ अङ्कल हामीलाई 2टा जुस बनाइदिनु त आन्टी गाइज हामी चाहिँ एकदमै गर्मीको माहौल छ त्यसरी चाहिँ हामी एकछिन चाहिँ रेस्ट गरिरहेको जस्ट जुस पिउँदै अब त्यसपछि केही समयपछि चाहिँ हामी फेरि अरू ठाउँमा चाहिँ जानेछौँ ओके जुस खाएर चाहिँ आइसकेका छौँ उता चाहिँ अब यता बुझ्नेछौँ यहाँ चाहिँ कस्तो हुँदैछ यहाँ चाहिँ नयाँ नयाँ टाइपको जुसहरू चाहिँ एकदमै बिक्रीमा छन् आन्टी एकचोटि यता आफ्नो कुराकानी गरौँ ल गाइज मैले चाहिँ यहाँ चाहिँ मार्केट एक्सप्लोर गर्दा चाहिँ अब हामी आएका छौँ जुस पसलमा यस्तो चाहिँ लगभग यो यस्तो टाइपको जुस चाहिँ म पहिलोचोटि देखिरहेको छु यहाँ बुझौँ कस्तो छ नमस्ते यो चाहिँ कस्तो टाइपको जुस हो यो चाहिँ मैले फर्स्ट टाइम देख्दैछु त्यही भएर अनि हल्का जिज्ञासा लाग्यो यो के हो यो चाहिँ कस्तो टाइपको प्रोडक्टहरू यो फ्लेभर हुन्छ यसमा हजुर खट्टा मिठा चाहिँ ए मतलब त्यो पानीपुरीमा हाल्छन् त्यस्तै टाइपको भनौँ है ए खट्टा मिठा त्यस्तो टाइपको फ्लेभर दिने रहेछ अनि यो गर्मी चाहिँ एकदमै बढी छ कस्तो हुन्छ नि व्यापार व्यापार त खासै छैन अनि हजुर चाहिँ यहाँ फर्स्ट टाइम हो कि योभन्दा अगाडि फर्स्ट टाइम हो फर्स्ट टाइम हो कस्तो मतलब व्यापारहरू घाटा फाइदा के कस्तो हुँदैछ अब फाइदा त के होला धेरै त छैन व्यापार पनि ठिकै छ भनौँ ठिकै छ अब मानौ यस्तै अब गर्मीको माहौल पनि छ होइन हामी जस्तै 20-22 वर्षको केटा अथवा केटीहरू यो खोल्न चाहन्छन् मानौ यस्तो टाइपको जुसको पसलहरू होइन उहाँलाई चाहिँ कस्तो एडभाइस दिन चाहनुहुन्छ खोल्दा राम्रो छ फाइदा छ घाटा छ अथवा के छ गर्मीमा जस्तै मौसम भएपछि त चल्छ होइन गर्मी भएपछि अनि जाडोको मौसममा त त्यति धेरै चल्दैन जाडो मौसममा चाहिँ के गर्नुहुन्छ नि हम त काम गर्ने मान्छे हो पसल छैन हो अनि यसमा हजुर मौसममा पनि धेरै उहाँले चाहिँ भन्दै हुनुहुन्छ एकदमै गर्मी माहौलमा चाहिँ यो पसल चाहिँ एकदमै बढी हाई एकदमै डिमान्डमा हुन्छ यो चाहिँ जुसहरू चाहिँ तर चिसो मौसममा चाहिँ त्यो चाहिँ तपाईँको एरियामा डिपेन्ड गर्छ कि कस्तो चल्दैछ भनेर र धन्यवाद है ओके हामी चाहिँ अहिले आइसकेका छौँ यता मार्केटमा चाहिँ अहिले चाहिँ गर्मीको माहौल हुनाले चाहिँ दिउँसोमा चाहिँ मान्छेहरू त्यति देखिँदैनन् त्यही पनि यहाँ चाहिँ हामी अब जुसमा गए पसलमा गएर भाइको व्यापार कस्तो चल्दैछ बुझ्नेछौँ अब यहाँ आएर चाहिँ एउटा यहाँ 2 मिनट कुराकानी गर्नेछौँ दाइ नमस्ते सन्चै हुनुहुन्छ दाइ यो चाहिँ गर्मीको माहौल छ अनि पछि यो जुसको व्यापार चाहिँ कतिको भइरहेको छ व्यापार छैन तपाईँ चाहिँ यहाँ चाहिँ पहिला पनि आउनुहुन्थ्यो कि यो चाहिँ फर्स्ट टाइम हो नि मतलब योभन्दा अगाडिका साल पनि यतातिर हुनुहुन्थ्यो कि अनि पहिला पब्लिकहरू ज्यादा हुन्थ्यो कि अहिले कस्तो छ व्यापार धेरै के कारणले घट्यो जस्तो छ नि अनि यो चाहिँ मानव चाहिँ हाम्रो जस्तो अब 20-22 वर्षको केटाहरू हुन्छ नि
तिनवटा यस्तो जुसको सपहरू चाहिँ अब अहिले अब खोल्न चाहन्छन् भनेपछि उनीहरूलाई कस्तो सम्पत्ति हामीले साल बुझ्यो यो चाहिँ खोल्न भन्न चाहनुहुन्छ कि अब के छ फाइदा राम्रो छ है ओके ओके गाइस यता हेर्न सक्नुहुन्छ यता आइसक्रिम सप छ हामी आइसक्रिममा एउटा बाजेसँग बुझ्न छ उहाँको चाहिँ चिसो मौसममा चाहिँ के कस्तो जाँदैछ भनेर यहाँ हाम्रोसँग बाजे हुनुहुन्छ बाजे नमस्ते नमस्ते चाहिँ कुन ठाउँदेखि कैलालीबाट है तपाईँको चाहिँ यो आइसक्रिम है अनि यो चाहिँ गर्मीको एकदमै माहौल छ आइसक्रिम अनि एकदमै बढी जानुपर्ने कस्तो छ डिमान्ड कतिको भइरहेको छ मेरो भएन डिमान्ड भएन है तपाईँ योभन्दा अगाडिका साल पनि आउनुहुन्थ्यो कि योचोटि फर्स्ट यो साल मात्रै आए अनुभव भएन कहाँ लगाउने हो कहाँ नलगाउने हो अनुभव भएन ए कस्तो फाइदा त्यतिको छैन छैन त्यो त के कारणले यो चाहिँ घटे जस्तो लाग्यो हजुरलाई मान्छे नभएर मान्छे त थिए तर मलाई अनुभव भएन अनुभव भएन ए ल धन्यवाद हामीले चाहिँ धेरै एक्सप्लोर गऱ्यौँ चिसो मौसममा चाहिँ आइसक्रिम जुसहरू कतिको जान्छ भनेर हाम्रो अगाडि चाहिँ एउटा आन्टी हुनुहुन्छ उहाँसँग हामी बुझ्न चाहौँ व्यापार चाहिँ कतिको भइरहेछ भनेर है त ल आन्टी 2 मिनट कुरा गरौँ न भाइ नमस्ते नमस्ते व्यापार चाहिँ कतिको भइरहेछ नि भइरहेछ अलिअलि हजुर मतलब यता साइड यो फर्स्ट टाइम आउनु भयो कि मतलब योभन्दा अगाडिको साथ पनि अगाडिको साथ पनि हजुरले कस्तो डिफ्रेन्स पाउनुभयो मतलब पहिला व्यापार धेरै हुन्थ्यो कि अहिले कस्तो छ पहिलाको राम्रो हुन्थ्यो अहिले के छ यो चाहिँ सबै यस्तै भन्छन् लगभग यो व्यापार चाहिँ के कारणले घट्यो होला नि खै मलाई थाहा भएन त्यतिको त्यति थाहा भएन है जे भए पनि चलेकै छ भनौँ मार्केट ल ठिक छ धन्यवाद है ल गाइस हामीले चाहिँ यो बेडा बाबामा चाहिँ यो मार्केटमा जुन चाहिँ सामानहरूको एक्सप्लोर गर्दै थियौँ र हामीले जुस आइसक्रिमहरूको पनि ठिकै बजार पायौँ र अहिले चाहिँ हामी यो सिरिजमा लाइभ चाहिँ यहीँ एन्ड गर्छौँ तर तपाईँले अहिलेसम्म यो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब द च्यानल र तपाईँको कोही पनि साथी बिजनेसमा इन्ट्रेस्ट छ भने यो भिडियो सेयर गर्न सक्नुहुन्छ धन्यवाद